पानी जीवनको आधार, तर यही आधारबाट वञ्चित थिए सल्यानको सिद्धकुमाक गाउँपालिकाका धेरै बस्ती। घण्टौं पैदल हिँडेर गाग्री र डोकोमा पानी बोक्नु यहाँको दैनिकी जीवन थियो। बिहानदेखि साँझसम्मको समय पानीकै खोजीमा बित्ने गर्थ्यो। खानेपानीको अभावले सरसफाई, स्वास्थ्य र शिक्षा सबै प्रभावित थिए। तर आज त्यही सिद्धकुमाक नयाँ यात्रामा छ। घर घरमा धारा पुगेका छन्, विद्यालयमा सफा पानी र प्रयोग मैत्री शौचालय बनेका छन् र पानीसँगै फेरिएको छ यहाँको जीवनशैली। पहिले चाहिँ बोकेर ल्याउनु पर्थ्यो, धेरै टाढा थियो अनि समय पनि धेरै लाग्थ्यो। ज्यादा समय त्यतिकै जाने खेर जान्थ्यो। अहिले चाहिँ घरमै भएर हुनाले हामीलाई धेरै सुविधा भएको छ। त्यो राम्रो सुविधा थिएन। अहिले चाहिँ नयाँ आएको योजना चाहिँ राम्रो भयो। 2टा ड्याम छन्। हाम्रो गाउँमा घर घरै धारा पुगिसकेको छ। अहिले चाहिँ ड्रम राख्ने योजना पनि दिनुभयो। साफसफाइ गर्नलाई पनि सिकाउनु भयो सबै कुराहरू। फोहोर फाल्ने खाडल पनि बनाउन लगाउनु भएको छ। एक समय पानी ल्याउनु मात्रै एउटा परिवारको मुख्य जिम्मेवारी जस्तै थियो। कतिपय महिलाले राति नै उठेर पानीको पालो कुर्नु पर्थ्यो। मानिस मात्र होइन, पशु चौपायालाई समेत पानीको अभाव थियो। जीवनको अधिकांश समय डोको र गाग्रीसँग बिताएका पुराना पुस्ताका लागि आजको परिवर्तन कुनै सपना पूरा भए जस्तै बनेको छ। हामी त गाग्री बोकिन कता जान्थ्यौँ थाहै छैन। ऊ खेत हाल्ने पानी, ऊ उहाँको पानी ल्याए खान्थ्यौँ। टाढा टाढा पानी हामीलाई भरमै दुःख थियो। अहिले त सुक्ख छ हजुर, बसेर त्यहाँ केही नै घर त्यो पानी। हामी चाहिँ खानेपानीको चाहिँ हामीले धेरै समस्याहरू भोग्दै आएका थियौँ। विगत केही वर्ष चाहिँ हामीले हाम्रो गाउँमा चाहिँ धेरै घरदुरी भएको कारणले पनि खानेपानीको चाहिँ एकदमै समस्या थियो। हामीले चाहिँ घर घरमा चाहिँ खानेपानी चाहिँ नपुग्ने, अनि त्यस्तै लगायत चाहिँ वस्तु भावहरूलाई खुवाउने पनि पानीहरू चाहिँ पुग्दैन थियो। अहिले चाहिँ गाउँपालिकाबाट चाहिँ एउटा सुसो कार्यक्रम चलिरहेको छ, जसले गर्दा चाहिँ हाम्रो घर घरमा चाहिँ धाराहरू चाहिँ निर्माण गरिदिनु भएको छ। अनि त्यसै गरी चाहिँ अन्य कुराहरू पनि जस्तै शौचालयहरू लगेर चाहिँ जो गाउँ टोलहरूमा हुने चाहिँ जुन एउटा फोहोर मैलालाई चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने सन्दर्भमा चाहिँ उहाँहरूले चाहिँ राम्रो कार्यक्रम चलाउनु भएको। उहाँहरूलाई चाहिँ म हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छु। अहिले गाउँमा खानेपानी पुगेको छ नै, विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माण पनि गरिएको छ। विगतमा शौच गर्न पालो पर्खनु पर्थ्यो। शौचालय प्रयोग गर्न लायक थिएनन्, प्रयोग मैत्री थिएनन्। विद्यार्थीलाई धारा पुग्नै धौ हुन्थ्यो। केटाकेटीले एउटै शौचालय प्रयोग गर्नु पर्थ्यो। स्वच्छ पानी थिएन। तर अहिले अवस्था फेरिएको छ। परिवर्तन घरमा मात्रै सीमित छैन। विद्यालय पनि अहिले सुरक्षित पानी र सरसफाइको उदाहरण बनेका छन्। पहिले विद्यालयमा एउटै शौचालय हुँदा केटा र केटीले एउटै शौचालयमा जानु पर्थ्यो। समय धेरै खर्चिलो हुन्थ्यो। पानीको राम्रो व्यवस्था थिएन। शौचालय पनि धेरै फोहोर थिए। केटाहरूभन्दा हामी केटीहरूलाई अझ असहज महसुस हुन्थ्यो। अहिले सुस्वाले एउटा शौचालय बनाइदिएदेखि हामी केटा र केटीको जब छुट्टै टोयलेट छ तब हामी केटा र केटीलाई धेरै सहज भएको छ। पालो कुर्नु पर्दैन। पानीको प्रशस्त व्यवस्था छ। केटाहरूका भन्दा हामी केटीहरूलाई सुरक्षित महसुस हुन्छ। पहिलेको फोहोर थियो, अव्यवस्थित थियो। पहिले पहुँच अनुसारको धारा पनि थिएन। मैले प्रयोग गर्न धेरै असहज हुन्थ्यो। अहिले चाहिँ पहुँच अनुसारको धारा, प्रयोग मैत्री टोयलेट, व्हिलचेयरको प्रयोग गरेर सबै खालको व्यक्ति जान सकिन्छ। सँगसँगै हामीले शुद्धिकरण गरिएको पानी पनि खान पाएका छौँ। सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना सुसुवाले गाउँपालिकासँग साझेदारी गर्दै 5 वडामा खानेपानी सरसफाई र व्यावहारिक परिवर्तनका कार्यक्रम सञ्चालन गरिरहेको छ। आर्थिक वर्ष 2081-82 र 82-83 गाउँपालिकाका सबै वडामा 11वटा खानेपानी योजना सम्पन्न भएका छन्, जस अन्तर्गत 352 घरधुरीमा इनलाइन क्लोरिनेसन सहितका एक घर एक धारा निर्माण गरिएको छ। हालसम्म 8वटा प्रयोगमैत्री शौचालय निर्माण भएका छन् भने 1वटा मर्मत गरिएको छ।
यो बीचमा 308 सुधारिएका शौचालय, 80 आधारभूत शौचालय, 405 हात धुने स्थान र पूर्ण सरसफाई घरधुरी 196 रहेका छन् भने वडा नम्बर 5 को दहगाउँ टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ। यससँगै व्यक्तिगत सरसफाई, महिनावारी स्वच्छता, फोहोर व्यवस्थापन, किशोर किशोरी समूह गठन, धामी झाँक्री समूह तथा ग्रामीण मर्मत सम्भार जस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन्। 2081 देखि नै काम गर्दै जाँदाखेरि हाम्रो 81 मा पहिलो वर्ष धेरै काम थिएन, एउटा मात्रै शौचालय निर्माण गर्न सक्यौं। गत वर्ष हामीले 4 वटा प्रयोग मैत्री शौचालय, त्यसैगरी हाम्रो 5 वटा खानेपानी योजनाहरू हामीले सम्पन्न गरेका छौं भने यो वर्ष मात्रै हामीले 6 वटा खानेपानी आयोजना र त्यसैगरी 4 वटा प्रयोग मैत्री शौचालयहरू निर्माण गरेका छौं। करिब सिद्धकुमार गाउँपालिकाको 352 घरधुरीमा चाहिँ हामीले एक घर एक धारा निर्माण गरेका छौं। उहाँहरूले चाहिँ स्वच्छ सफा एकदम इनलाइन क्लोरिनेसन जोडेको पानी प्रयोग गर्नुहुन्छ। खानेपानीको धारा निर्माण गरेर मात्रै विकास पूरा हुँदैन, त्यसलाई दिगो बनाउने योजना, समुदायको सहभागिता, स्थानीय सरकारको लगानी र सरोकारवाला बीचको समन्वय उत्तिकै आवश्यक हुन्छ। यही सोचका साथ सिद्धकुमाख गाउँपालिकाले सुसुवा कार्यक्रमसँग सहकार्य गर्दै खानेपानी सरसफाई र स्वच्छता योजनालाई प्राथमिकतामा राखेको छ। पालिकाको सबै पहिलो प्रायोरिटीको दृष्टिकोणले पनि खानेपानी चाहिँ प्राथमिकतामा परेको अवस्था हो। सोही अनुरूप सँगै सरकारले दिने विभिन्न अनुदान मार्फत प्राप्त हुने रकम र पालिकाको आन्तरिक स्रोतबाट प्राप्त हुने रकमको आधारमा विभिन्न समयमा आर्थिक वर्षमा चाहिँ कार्यक्रमहरू तय गरी सोही अनुसार खानेपानीसँग सम्बन्धित योजनाहरू सम्पन्न हुने र भइरहेका छन्। खानेपानी चाहिँ मान्छेको दैनिक जीवनसँग जोडिएको विषय भएको हुनाले प्रत्येक नागरिकलाई प्रत्येक घरमा चाहिँ खानेपानीको सेवा सुविधा पुग्नुपर्छ भन्ने मान्यता सरकारको र स्थानीय सरकारको पनि रहेको छ। सोही अनुरूप स्थानीय जनसमुदायसँग समन्वय गरी खास गरी उपभोक्ता समिति मार्फत खानेपानी आयोजनाहरू सञ्चालन हुँदै आएका छन् र स्थानीय जनसहभागिता चाहिँ उल्लेखनीय रहेको देखिन्छ। निर्माण भएका आयोजना वर्षौसम्म प्रभावकारी रूपमा सञ्चालन भइरहनु नै वास्तविक उपलब्धि हो। त्यसका लागि नियमित अनुगमन, मर्मत सम्भार, उपभोक्ता समितिको सक्रियता र समुदायको अपनत्व अपरिहार्य हुन्छ। सिद्धकुमाख गाउँपालिकाले निर्माण सम्पन्न भएका खानेपानी तथा सरसफाइका सबै आयोजनाको नियमित अनुगमन गर्दै आवश्यक सुधार र व्यवस्थापनमा समेत ध्यान दिइरहेको छ। स्थानीयवासी आफैले आफ्ना आयोजना संरक्षण गर्ने संस्कृतिको विकास गर्न पनि गाउँपालिकाले निरन्तर सहजीकरण गरिरहेको छ, ताकि आजको उपलब्धि भविष्यका पुस्तासम्म सुरक्षित रहोस्। हरेक क्षेत्रमा चाहिँ हरेक वडामा त्यो पुर्याइराखेका छौँ र अझ त्यसलाई हामीले दुई किसिमले गरिराखेका छौँ। एउटा स्वच्छ परियोजना मार्फत गरिराखेका छौँ भने एउटा हाम्रो गाउँपालिकाको आफ्नै साधन स्रोतबाट गरिराखेका छौँ र यसले गर्दा के हो त भने हामीले स्वास्थ्यका लागि पनि राम्रो हुने र अहिले जनतालाई चाहिँ नेपाल सरकारको नम्सअनुसार स्वच्छ खानेपानी जनताको घर घरमै पुर्याउने भने बमोजिम हामीले यसरी दुई किसिमले काम गरिराखेका छौँ। सिद्धकुमाखमा आज परिवर्तनका अनेकौं कथा भेटिन्छन्। कुनै घरमा पानीका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ। कतै विद्यालयका बालबालिका सुरक्षित पानी र सफा शौचालय प्रयोग गरिरहेका छन्। महिलाको श्रम बचेको छ, बालबालिकाको पढाइमा समय बढेको छ, सरसफाइका बानीमा सुधार आएको छ र स्वास्थ्यका जोखिम पनि घट्दै गएका छन्। यी परिवर्तन केवल पूर्वाधार निर्माणका उपलब्धि होइनन्, स्थानीय सरकार, विकास साझेदार र समुदायको साझा प्रयासका प्रतिफल हुन्। अब चुनौती भनेको यही उपलब्धिलाई दिगो बनाउँदै आगामी पुस्ताका लागि सुरक्षित राख्नु हो। यस वर्ष मात्रै पालिका र सुसुवा मार्फत 3 करोड बढी खानेपानीमा लगानी गरिएको छ। खानेपानीको विषयमा पालिकाले हामी निर्वाचित भइसकेपछि 2 चरणमा काम भएको छ। एउटा पालिकाको आन्तरिक योजनाहरू छुटिएको छ भने हाम्रो पालिकामा सुसुवा भन्ने एउटा परियोजना छ। त्यो मार्फत सरसफाइ सम्बन्धी र यो महिनावारी सरसफाइ स्वच्छता लगायत दिगो खानेपानी पनि सुसुवाबाट एक चरणमा भएको छ भने पालिकाले खोइ अति आवश्यक ठाउँको 2 लाख 4 लाख भन्दा पनि एउटा अलिकति ठुलो काम भनेको हाम्रो शारदा देवी दरगाह भन्नेमा काम गरेको हामीले निर्वाचित पछि करिब त्यो 2.5 करोड बराबरको थियो भनेपछि सुसुवामा त्योभन्दा बढी 5 वटालाई समेट्ने गरेर अहिलेसम्म हामीले लगभग
शौचालय र खानेपानी गरेर करिब 2000 जन जति ठाउँमा काम गरियो। त्यसमा अब सुस्वामा सरसफाइ, खानेपानी गुणस्तरीय चेक जाँच आदि इत्यादि कुरामा सुस्वा परियोजनाबाट काम भइरहेछ। नागरिकहरू एकदम सन्तोषजनक हुनुभएको छ, एकदम खुसी हुनुहुन्छ। 3 बजे उठेर 2 बजे उठेर पानी थाप्न जानु पर्थ्यो, अहिले चाहिँ एक घर एक धारा खानेपानी छ। हामीले खानेभन्दा पनि सुरक्षित पानी हाम्रो पालिकाको नागरिकहरूले खानु भएको छ। हाम्रो पालिकामा त्यो मेसिन छैन फिल्टरको, तर उहाँहरूकोमा प्रत्येक ठाउँमा फिल्टर मेसिन छ। स्वच्छ पानी केवल सुविधा होइन, स्वस्थ, समुन्नत र समृद्ध समाज निर्माणको आधार हो। सिद्धको माघमा बगेको यो परिवर्तनको धारा अब प्रत्येक घरको जीवनशैलीसँग जोडिएको छ। निर्माण भएका आयोजना र पानीका स्रोतको संरक्षण गर्दै यसको दिगोपन सुनिश्चित गर्नु अब स्थानीय सरोकार, उपभोक्ता समिति र हरेक नागरिकको साझा दायित्व हो।